So good morning everyone. सबैजना सन्चै हुनुहुन्छ? अरे कहना क्या चाहते हो? The new day with the new vlog. साला ओभर एक्टिङ के होला? त्यो हुन्छ म जहिले झुक्किन्छु यार। सानो लाग्छ सुरक्षा छ। अब हामी कहाँ जान्छौँ भनेपछि मोटो वर्ल्ड जान्छौँ। अनि मोटो वर्ल्ड पछि कहाँ जान्छौँ हामी? डेटिङ बुढा बुढीको डेटिङ द न्यू डे विथ द न्यू डेटिङ। नेडे हुन्छ यार। सो त्यही नै हो। अब म नि फ्रेस हुन्छु, कपडा लाउँछु अनि निस्किनु पर्छ। तिमी फ्रेस भइसक्यौ सबै? हग्यो खाँदाखेरि ए सरी यस्तो गाली हाल्छ यस्तो ल म फ्रेस हुन जान्छु। अब निस्किन्छ। आज नि मोटो भ्लग हान्नुपर्छ गाइस। दामी तरिकाले मोटो भ्लगर भएपछि त मोटो भ्लग हान्नु पर्यो नि। जहिले यहाँ गरेर हानेर केही फाइदा छैन नि त हैन। के हो र गाइस? देखा आपने लापरवाही का नतीजा। सिसाइको घरबाट रेनकोट यहाँ हालेको कस्तो नराम्रो देखियो यार। बेबी राखेको छ। हामी चाहिँ अहिले घरबाट निस्किसकेको अवस्था ल हेरे यो टिप्पर महाराजले यमराजले चाहिँ ओभरटेक हान्नै दिँदैन। भएन नि त गाइस जस्तो छैन के लगा मेरा मजाक। हिजो नि यहाँमारी भनेर डाङ्ग ठोकेला यार टेन्सन। सो अहिले चाहिँ हामी यहाँबाट डाइरेक्ट मोटो वर्ल्ड जाँदैछौँ। हिजो चाहिँ सपिङ थियो, आज पनि सपिङ। अब कति सपिङ हो यार। आमा सुरक्षा आज नयाँ हेलमेट आउँदैछ। कस्तो हेलमेट आउँदैछ हेर। आज सबैभन्दा खतरा कुरा चाहिँ के हुँदैछ भन्दाखेरि सबैजना बक्सिङ सिक्न आउँदैछ। ए हाम्रो मोटो वर्ल्ड ग्याङ, राइडर ग्याङ सबैको एउटै क्लासहरू धेरै भयो भने त रमाइलो हुने हुन्छ कि होइन? ठ्याक्कै मिल्छ नि त। अब रमाइलो खान क्या हाम्रो क्लासमा फेरि हो ल सही। अब यिनी मुए थाकेको पछि म 2-3 दिन जान्छु यस्तो सिक्न। मन लागेर सिक्छु नभए त्यस्तै हो। त्यो एआरएमा चाहिँ उता रेसिङ कोर्सहरू पनि गर्ने एउटै टिम भयो भनेपछि ठ्याक्कै टाइमिङ मिल्छ नि त सबैको। कुन कति बेला गर्ने यताउता गऱ्यो भने मास्टर माइन्ड लाउने हो कि उता गएर के भन्छ चक्रपटमा गएर अनि त्यहाँ जाम छ भने फेरि आज नि त्यही मास्टर माइन्ड लामै ला हान्यो टिकटमा टोक्ने यार। लगा मेरा मजाक। बाय बाय टाटा गुड बाय। के भयो टिकट हाने जस्तो कन्टेन्ट कौन है ये लोग? कहाँ से आते हैं? नमस्कार सर। कतिको स्पिड थियो र मेरो? 40 को स्पिडमा 61 कुदाउनु भयो हजुरले। हामीले 50 सम्म कहाँनिर 61 हाने कि कुनै यार? 61 हाल्नु भयो त हजुरले। 61 नागरिक चलाउनुहुन्छ? नागरिक एप चलाउन र चलाउँदिन। नागरिक एप एउटा डाउनलोड गर्नुहोस्। हजुर डाउनलोड गर्नुहोस् अनि बगी खाना गएर यो स्पिडको चाहिँ एउटा क्लास लिएर देखा आपने लापरवाही का नतीजा है। बाय बाय टाटा गुड बाय। क्लासै बस्नुपर्ने भयो है। हजुर त्यसपछि क्लास बस्नुपर्छ हजुरले। क्लास स्पिड थियो र यहाँ कहाँ स्पिडिङ चाहिँ कहाँ लेखेको नि फेरि? हजुर छ नि हाम्रो त्यहाँ माथि डिभाइडरमा पनि छ, पोलहरूमा पनि हामीले हालेको छ। पोलहरूमा छ। क्लास त नराख्दै हुन्थ्यो गरे सर। होइन सर क्लास बस्नैपर्छ। फेरि म वहाँ जानु छ कि फेरि बाहिर जानु छ? बरु जरिमाना राखिदिनु क्लास 1 हप्ताभित्र। अब गाउँ जानुपर्छ क्लास नराखिदिनु। क्लास बरु यसो एक्सक्युज गरिदिनु न। क्लास त पहिला नि बसे जस्तो लाग्थ्यो एकचोटि। अहिले भाइ मिस्टेकली हल के भयो कि भयो सर क्लास नराखिदिनु न प्लिज। जरिमाना बरु तिरौँला। तपाईँ आफै राख्नु सर। हजुर सर 61 को स्पिड हानेछु यार मैले। बात तो सही है। क्लास नराखिदिनु है सर प्लिज। क्लास नराखेर मिलेन नि हजुर। प्लिज सर। दफा हाल्नुपर्ने हुन्छ। दफा कस्तो दफा हाल्न? छ अब विदेश जाने नै भन्नुभयो अब तपाईँले होइन। हजुर छ तर नमिल्ने हो तपाईँको। अलिक बिस्तारै कुदाउनुहोस्। ए हुन्छ हस् धन्यवाद सर। अब चाहिँ घरमा बसिबसी तपाईँले ओहो सिस्टम त सही बनाएर है। ल ठिकै छ। धेरै धेरै धन्यवाद सर तपाईँहरूलाई। ठिक छ स्पिडिङको चाहिँ यति कारबाही गर्नै पर्छ। अब के थाहा होइन भरे अब हामी पनि जिम्मेवारी नागरिक हो। हजुरलाई सहयोग गर्छौँ हामी पनि। शाबाश बेटा। बुझ्नु पर्यो नि हो। गल्ती गरेपछि त कारबाही त लिनै पर्यो। सबै भागीदारी हुन्छ। बात तो सही है। हुन्छ हस् सर धेरै धेरै धन्यवाद सर। हस् सर धन्यवाद थ्याङ्क यू सो मच। तर होइन मैले यो जे गरे पनि मैले रिक्वेस्ट गरेपछि छोडिदिनु हुन्छ कि? ए सर कहाँ मेरो पनि पीडा बिच्नु छ भन्नु लाग्नु सक्छ। बोल्यो भने अनि रेस्पेक्ट चाहिँ गर्नुपर्छ। रेस्पेक्ट इभन ट्राफिक सरलाई मात्र होइन कि बाटोमा काम गर्ने यहाँ खाल्टो खन्ने मान्छेलाई पनि रेस्पेक्ट गर्नुपर्छ। रेस्पेक्ट भन्ने चिज हुनुपर्छ कि। रिक्वेस्ट गरेपछि ल हेर्नु तपाईँलाई यो मैले ठुलो कुरा गरेँ यताउता भन्नुभयो होला गाइज होइन। तर मैले रिक्वेस्ट गरेर मैले क्लास बस्नु परेन नि त। अनि म अब बाहिर पनि जाँदैछु, युएस पनि जानुपर्छ चाँडै मलाई होइन। अनि म आमाबालाई भेट्न जानु पऱ्यो भनेर रिक्वेस्ट गरेपछि मान्छे त हो उहाँहरू होइन। मान्छे भएपछि चाहिँ रेस्पेक्ट गर्नु पऱ्यो। रेस्पेक्ट है सबभन्दा दामी भनेको रेस्पेक्ट हुनु पऱ्यो पहिला। अनि रिक्वेस्ट गर्दा पनि उहाँले चिट काटिदिनु भएन पनि त्यो जायज नै छ कि किनकि गल्ती गरेको क्या हामीले होइन। मुख छाड्नु के गर्नुहुन्न। उहाँले पनि 10 जना
10जना कस्टमर भन्नु खोजेको 10जना चालकहरूलाई त्यो झेल्दा दिमाग सड्केको हुन्छ अरे कि उहाँहरूको क्या होइन त्यो भएपछि हामीले रिक्वेस्ट गर्दा पनि ल ठिकै छ गरिदिनु भयो भने खुसी नै हो कि राम्रै हो कि सकेसम्म राम्रै बोल्नुपर्छ भन्ने कुरो हो राम्रो मिठो मुखले बोलिदिनु पर्यो कि अनि तर फेरि कोही त आडै हुन्छ नि तर आडेसँग हामी नि आडै हुनुपर्छ नि जरुरत छैन कि बैगुनीलाई गुनले मार्नुपर्छ गाइस 65 हान्ने रहेछ अब बिस्तारै हिँड्नु पर्यो अस्तिको जहिले देख्थेँ कि याद हुँदा पनि हानिँदो रहेछ कि थाहा हुँदैन तर अलि पैसा तिरेपछि अर्कोचोटि सचेत हुन्छ नि त त्यो भयो भने चाहिँ राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ होइन बिहा गर्छ धेरै कुरा सिक्नु भएको छ गुड बिहा मेरो बुढीले सिकाइयो भने सिकाउनु मैले ढाँटे होइन रेस्पेक्ट चाहिँ चाहिन्छ कि ठाडो बोल्नुहुन्न कि अब मेरो स्वरै फेरि अलिकति ठाडो नर्ममा बोल्यो नि नरम तरिकाले बोल्यो नि ठाडै बोली सुनिन्छ मेरो चाहिँ तर यस्तो हो एक्ज्याक्टली रिलेसनसिप पनि त्यस्तै हुन्छ अब पहिला तपाईँ मसँग कति ठाडो त्यो एभ्री टाइम ठाडो बोल्दाखेरि पनि मैले तपाईँलाई रेस्पेक्ट देखाएर त तपाईँको मन जित्यो होला नि त होइन र दुईजनाको भडक भुडुङ भयो भने त अनि हाम्रो अहिले यति लङ टर्म हुन्थेन क्या फेरि होइन एउटाले चाहिँ कम्प्रोमाइज गर्नै पर्छ अनि पछि त्यो कम्प्रोमाइज हुँदा आफै सिकिँदो रहेछ भन्ने कुरा बुझ्यो अनि अहिले त अनि पुरै विविध आफै चेन्ज हुनुभयो नि त अलि झन्किनु नखासै होइन बिचरा यस्तो हिसाबले हेर्दा चाहिँ ट्राफिक ड्राइभरलाई नै पीडा खाने बेबी लास्टै पीडा खाने किनकि उहाँको 30-40 हजार 50 हजारको जागिरले आफ्नो बच्चा पढाउनु पर्छ फ्यामिलीलाई खुसी राख्नुपर्छ आफ्नो फ्यामिलीलाई टाइम दिन पाउनुहुन्न होइन त्यो अब सरकारले सबै मान्छेले वृद्धा भत्ता बढाउने रे होइन के सरकारी तलब बढाउने रे अब यो ट्राफिकहरूको पनि अलिकति ल के गरेको बाबुले के गरेको साइड लाइट बाले नि त्यही आएर झ्याम्मै हाल्नुहुन्न नि त साइड लाइट उहाँ क्रस गर्नु छ भने साइड लाइट यहीँबाट बाल्दै जानुपर्छ बेबी प्रपर रुल्स एन्ड रेगुलेसनमा बस्नु परेन रुल्सै सिकाउने हो नि त अरे हजुर होइन कहिले काहीँ त जानी नजानी गल्ती हुन्छ तर त्यही पनि तातो ट्राफिकहरूलाई चाहिँ एकदमै पुलिसहरूलाई चाहिँ एकदमै रेस्पेक्ट गर्नुपर्छ है गाइस उनीहरू सन्के पनि आफू बरु वास्ता नगरिकन हिँड्दिने के रिस उठ्छ हो ह्युमन नेचर हो रिस उठ्छ कोही झर्क्यो भने भाइरल भइरहेको हुन्छ होइन कति धेरै भिडियो भाइरल ट्राफिकले डाइरेक्ट तल ममा भनेको भिडियोहरू भाइरल भएको हुन्छ तर त्यो पछाडि पनि केही न केही भरै भने रिजन हुन्छ कि त भन्ने डाइरेक्ट आएर त पनि भन्छ जाने डर हुन्छ नि त्यही त नि डाइरेक्ट आएर खोल त भन्छ केही न केही सड्काइदिन्छ दिमाग अनि मान्छे हो जसले मैले नि त भन्छु जसले नि त भन्छ रिस उठेपछि अति नै भयो भने अत्याचार त सहन हुन्न गाइज है फेरि तर सकेसम्म चाहिँ राम्रै बोल्दा हुन्छ अब यो टपिक यही भयो अब हामी घुम्न जाऊँ त्यही नै हो 500 को टिकट खाइयो धेरैको त हालिदिनु भयो रहन्छ हाम्रो ट्राफिक ड्राइभर फेरि यहाँ बाटोमा बस्नु भएको हाम्रै सुरक्षाको लागि मोबाइल जाँदैछौँ हेलमेट अपग्रेड गर्न सुरक्षाको हेलमेट अपग्रेड गर्नु पर्यो मैले त अस्ति नै व्हाइट हेलमेट लगेको अरे अब सुरक्षाको कुन हेलमेट आउँछ है कार्बन फाइबर ल्याउने बेबी तिमीले LS2 को कार्बन फाइबर टाउको त डुब्दै डुब्दैन यति हलुका हुन्छ अहिले नि मैले कार्बन फाइबर लगाइरहेको छु तपाईँले देख्न सक्नुहुन्छ कहिले होइन ढुवाङ अगाडि ठोकेको रे अनि कार्बन फाइबर इज द बेस्ट हलुका मेटेरियल इन द वर्ल्ड खतरा इङ्ग्लिस बोल्दै क्या फेरि कमेडी गर्नु है गाइस फेरि पुली धेरै पछि टिकट खाइयो अमेरिकामा पनि डाइरेक्ट टिकट हान्न आइसकेपछि रिक्वेस्ट गरेपछि पुलिसले छोडिदिन्छ के उतातिर भने क्या मान्छेहरू त्यो टाइट हुन्छ अभियसली हुन्छ फेरि उहाँ जतापाइ त्यतै चेकिङ हुँदैन होइन तर त्यो गल्ती गरेपछि चेकिङ हुन्छ त्यो चेकिङमा फस्यो भने चाहिँ सजायको भागीदारी छ भनेपछि 10 को सजाय छ भनेपछि 5 चाहिँ पाइन्छ 5 चाहिँ रिक्वेस्ट गरेर घटाउन मिल्छ क्या अनि उतातिर यहाँ चाहिँ स्पिडिङ क्यामेरा मान्छेले आँखाले हेरेर बस्नुहुन्छ होइन उतातिर चाहिँ स्पिडिङ क्यामेरा खलाप्प खिच्छ स्पिडिङ हान्यो भने अनि घर आएर झ्याममै टिकट आउँछ $150-200 यहाँ त $500 इभन $3 $4 तर देशको हिसाबले त ठिकै हो नि त होइन अहिले त यहाँ नेपालीहरू बुझ्ने छन् कि नेपालीहरूले चाहिँ ट्राफिक रुल्सहरू पनि फलो गर्छ होइन रेड लाइटमा टप्प रोकेर बसेको होइन रोक्नु पर्छ क्या रेड लाइटमा किनकि हिँड्ने मान्छेलाई नि दिनु पऱ्यो नि टाइमिङ यो भएपछि त ठिक हुन्छ अब चाहिँ ग्रिन लाइट बोले बेला चाहिँ मान्छेहरूले पनि बुझ्नु पऱ्यो कि मान्छेहरू बाटो काट्नुहुन्न रेड लाइट उता गाडीहरू रोकिने रेड लाइट कुरेर बस्नुपर्छ भनेर ल के गरेको ब्रदरले र फाइनली हामी चक्रपटमा आयो चक्रपटको दाममा सही सिस्टम आएछ त्यहाँ सो गाइज अर्को कुरा भन्नु मलाई यार म त अब भुलेको होइन सरहरूले हामीलाई लाइसेन्स दिनु हो बिलुक्ने फिर्ता दिनुभएको तर मेरो नाम अहिले विदेशी सिस्टम हुन लाग्छ कि अब जसरी पनि तिर्नुपर्छ कि त्यो अब सरकारी वेबसाइटमा मेरो नाम गइसक्यो होइन त्यो नाम गइसकेको कारणले चाहिँ अब मैले त्यो पैसा तिर्नै पर्छ कि अब म त्यो भागेर चाहिँ लिन जानु परेन अब सबै नागरिक एपबाटै हुनु मैले क्लास राखिदिन्छु भन्नुभएको थियो मैले चाहिँ एकदमै रिक्वेस्ट गरेँ उहाँलाई अनि रिक्वेस्ट गरिसकेपछि चाहिँ ल ठिकै छ त नि ल एकचोटिलाई माफ अर्कोचोटि स्लो कटाउनु अब घरमै बसेर तपाईँले नागरिक एपबाट गर्नु मिल्छ भन्नुभयो अब नागरिक एप अस्ति नै डाउनलोड गरे जस्तो लाग्छ मलाई तर अहिले चाहिँ मैले नागरिक एप डाउनलोड फेरि गर्नुपर्ने होला छ सही यार सिस्टममा आएर बल्ल नेपाल बिस्तारै यार
अब सब सिस्टममा ल्याउने अब हाम्रो यो ट्राफिक पुलिसहरूको पनि तलब बढाइदिनु पऱ्यो गाइज यार बढाइदिनु पऱ्यो अरे होइन र सो अहिले चाहिँ हामी यहाँ विद्यादेवी आन्टीको घर अगाडि छौँ यहाँ पुलिस ट्राफिक डाइरेक्टर नै बस्नुभएको छ ल यता फर्किँदै ल हामी अहिले मोटो वल आइसक्यौँ अहिले उसको साइजको हेलमेट बल्ल पायो उता फर्क्यौ न स्टाइल साइज त ठिक्क छ नि तिम्रो टाउकोलाई ल गाइज फाइनल्ली हामी कुर्दा धेरै हेलमेट गरिसकेपछि हामीले चाहिँ यो फाइनली यो वाइट स्कर्पियनको यिनको टाउको स्मल छ नि त नि यत्रो पिन्टुले टाउकोमा पिन्टुले हेलमेट अरू कुनै भएन यो चाहिँ ठिक भएको थियो स्मलमा यो मिलेको थियो यो चाहिँ अलिक गरुङ्गो भयो भन्ने हो छैन अझै यो दामी फिट्छ ल सही स्मल ठ्याक्कै स्मल पाउन गाह्रै हुने रहेछ कि नेपालमा अझ एक्स्ट्रा स्मल पायो भने अझ यिनको टाउको त अझ एक्स्ट्रा स्मल हो यो चाहिँ अलिक टाइट नै रहेछ ल यता हेरेर है यो जहिले किने हिजो झोला जुत्ता चप्पल आज हेलमेट अनि यो धनी हुनुको रहस्य के हो तिम्रो मेरो यहाँनिर अस्ति तपाईँले लास्टै धनी भनेर हेर्नु भएको होइन हातेर आउँदा आफैले निस्किनु पर्ला अहिले एकछिनमा आउँछु भोक लाग्यो जाने चाहिने छैन ल जाउँ बाइक केमा जाने टाढै छ त ठमेलो त्यो स्टिकवाला स्टिक चाहिने छ नि यति खाने र ससेज होइन जाम त्यसो भने हिँड्दै जाम त नि यहीँ नजिक होइन जाम अब ठाउँ छैन र गाइज फाइनल्ली हामी चाहिँ हेलमेट पनि लिइसक्यो हामी चाहिँ यहाँ लोकल चाइनिज स्टिक फुड खान जानु लाग्यो पहिले जहिले खाइरहेको थिएँ आज चाहिँ देखाउँछु कस्तो हुन्छ सबभन्दा ठुलो ससेज यत्रो हुन्छ ससेज नि अनि पिरो लागेको हुन्छ कि दामी हुन्छ चाइनिज टेस्ट हामी ठमेल जाने भन्थ्यौँ भने दाईसँग चक्क दाई पनि खाम भनेर चाहिँ हामी एक्सपिरियन्स गरेर चाहिँ जाँदा एक्सपिरियन्स त के भन्ने टेस्ट लिन मजाको भोक लागिरहेको डेन्जर दिमागले काम गर्नु छोड्यो भोक लागेर ल गाइज हाम्रो दामी लोकल अथेन्टिक हामी अब खान्छौँ खाएको चाहिँ नदेखामै पेट दुख्दाखेरि के गरेर चाहिँ छ पेट नदुखोस् त सो फाइनली गाइज हामी चाहिँ अहिले खाजा साजा खाएर फेरि मोटो वर्ल्ड गएर पनि हामी यहाँ गएर द ग्राजमा आइसक्यो तब यहाँ विशेषता दामी विशेषता भनेको चाहिँ तपाईँले यहाँ नाचोस यस्तो बबाल खान पाउनुहुन्छ कि कुरै छोडिदिनु अनि यहाँ सेन दाईको पहिलाको रेसिङ बाइक यो चलाउनु हुन्न अब कहिले नि पहिलाको रेस यो सब फुड रेसहरू यो चेन्ज छ गाइज साइलेन्सर चेन्ज छ अरू चाहिँ ठिकै छ यो दामी चाहिँ दामी छ सिबिआर प्लिज डोन्ट टच भारी बाइक दामी छ सबको काम हुँदैछ धुलाइ अब यो हेलमेट हैन कति वर्ष पुरानो गेस है त यो हेलमेट यो मेरो फर्स्ट एचजेसीको फर्स्ट यो कति वर्ष पुरानो भनेपछि 7 वर्ष 7 वर्ष हैन कति पुरानो 10 13 वर्ष 13 वर्ष भइसक्यो है तर नयाँ छ यार 13 वर्ष नि 2012 हेलमेटलाई माया गर्ने मान्छेले यसरी राख्छन् क्या सही हो सही म नि यसरी नै राख्छु दामी छ यार 13 वर्ष पुरानो हेलमेट हेर्नु त कति नयाँ बिस्तारी सो टु विलर्स भनेपछि मलाई चाहिँ जुन बाइक पनि मनपर्छ तर म चाहिँ डट सेगमेन्टको भएर होला साउन्ड चाहिँ आमा नेक्स्ट लेभल छ यार दामी सही हो फुल लुक्स हेर्न सक्नुहुन्छ जस मजा आयो कफी खाँदै दामी गरी गेम खेल्दै मोटोजिबी ल गाइस म चाहिँ फाइनली यहाँ सुरेश र म रिङमा तिमीले म यो रिङमा खेल्न गर्छ एक दिन भाग लाग्यो खेल्ने हो अहिले भर्खर के खेल्ने
ल अहिले हल्का खेलिदिउँ न त खै ग्लोभ्स यस्तो नि हुन्छ यार रेस्लिङमा जस्तो मलाई त मैले के हानेछु तिमीलाई मलाई दुई छ नि यहाँ खटाएको बिबिताई पनि आउनु भोलिबाट अब साह्रै लामो खेलिदिनु एहे रहा नहीं जाता तड़प ही ऐसी है ना सानो हुने बेला त्यो रेस्लिङमा यस्तो गर नि यार यस्तो गर नि यस्तो गरेर त्यो एक्सपिरियन्स गर्न मन गरियो स्यासेभरि यार फेरि हान्न सिकाउनु मलाई एक लाग्थ्यो साला ओवर एक्टिंग की औलाद शाबाश बेटा तिमीले हानेको खुट्टा खाएको भिडियो हेर्ने खुट्टा खाएको मैले हाने नि तिमीले खुट्टा खा तिमीले हाने आखिर किन गरिन्थ्यो बुढीले मलाई गाली तिमीले सिकाउन त्यो म यस्तै फर्काउन जान्दिनँ कि अब यो पनि सिधा हुन पर्यो के यो पनि सिधा हुन पर्यो यो पनि यस्तो हुन पर्यो रे के यस्तो खै हान रहेछ ए यस्तो गरेर यस्तो यस्तो हो त्यसलाई बुढाउनाले अलि बाह्र यस्तो भएन यो हात किन यस्तो जानु रहेछ कि यो यस्तो पनि यो यता हुन्छ हैन फेरि टाउको सिधा हुन्छ ज्यान मात्र यता हुन्छ पुरै यता हुन्छ ज्यान लास्ट दिन अघि म नाटकको गरेको देखेन मलाई गफ दिन्छ तिमीले हान्यो होइन मैले यस्तो रोक्ने हेर्न र मैले टाइममा तिमी रोक्ने हो राम्रो भन्नु त तिमीले यहाँ हानेको फुकटमा रिसाउने यार रिसाएर हैन मन देखाएको के भएन अब गर्नु भयो नि सँगै हान्नु पर्यो के सँगै नै त्यो उठ्ने पनि सँगै हुनु पर्यो ज्यान पनि सँगै त फर्किनु पर्यो होइन ज्यान सिधा भयो कि ज्यान त फर्केन ज्यान त फर्काउनु धेरै नाटक हो रमाइलो हो थाकेर भमिट आउला जस्तै भयो सुत्दैन गाइस अब हामी घरतिर निस्किन्छौँ
One eternity later. सो फाइनली गाइस बुढाबुढी घर आएर हिजोकै खाना मिठो लगाएर फेरि अगेन कप्पा खाइदियो बेबी नगर्नु त्यसो त्यो राम्रो होइन क्या त्यो किन त्यस्तो तपाईँले थाहा किन राम्रो होइन तर कप्पा खाइदियो भने नराम्रो र कस्तो कुरा गरेको दामी अब खान्छौँ थ्याङ्क यू सो मच गाइस आजको ब्लग यहीँ टुङ्गाइदिउँ भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु नभुल्नु होला पुरानो हुनुहुन्छ भने चाहिँ एकचोटि बेल आइकनलाई चेक गर्नु अनि सबभन्दा नयाँ अपडेट पाउनु चाहिँ सोसियल मिडियामा फलो गर्न नभुल्नु होला मेनली इन्स्टाग्राम लिङ्क अन डिस्क्रिप्सन डु चेक इट आउट सी यू अन नेक्स्ट ब्लग